सुङ्निमासँग हजुरको डिभोर्स भइसक्यो हो? भइसकेको हो। उहाँले चाहिँ फेरि ओडामा गएर मात्रै भएको हो अनि 25 लाख दिएन भने? हजुर यस्तो हो, त्यो चाहिँ कस्तो भने उसको नेपालको डकुमेन्ट केही पनि छैन, बिहे दर्ताहरू केही पनि छैन नि त। ए हजुर हजुर। अनि त्यो लिगल प्रोसेस चाहिँ नजाने भयो, त्यो धेरैतिर बुझ्दा पनि होइन। हजुर। अनि त्यसलाई चाहिँ उसको उसले पनि त्यही नै भन्यो, मलाई चाहिँ उ गर्नु सल्टाइदिनु यो भनेर। अनि सर्टेन पैसा दिएर मैले पनि त्यो पैसा पनि मैले दिनु नदिँदा पनि हुने हो क्या त्यस्तो अवस्थामा होइन। हजुर हजुर। किनभने अनि मैले चाहिँ सर्टेन पैसा चाहिँ होइन ठिक छ उसले पनि गर्नुपर्छ भनेर मैले दिइदिएर अनि कागज गरेर वकिलकै रोबरमा पुलिसहरू सबै राखेर समाज राखेर कागज गरेर सबैजनाले अब एकअर्काको विषयमा नबोल्ने अब यो भनेर आफ्नो आफ्नो बाटो जाने भनेर कागज गरेर सहीसाब गरेर हामीले गरेको हो। ऊ पनि खुसी नै थियो। 2-3 दिन अगाडि पनि मलाई मेसेज गरिरहेको थियो होइन। ए हजुर हजुर। मलाई नर्मली नै मेसेज गरिरहेको थियो 2-3 दिन अगाडि। अनि अगाडि पनि अब त्यो उसको त्यो जाँड खाने बानीले नै बर्बाद भयो क्या त्यो मान्छेको जिन्दगी है। टक्सी नै खाएर है। अब यस्तो के अब तपाईँको परिचय त सबैलाई थाहा छँदैछ। अब अलरेडी नाम त जोडी नै हाल्छ होइन। अब अहिले नाम पनि जोडिरहेको छ नि त। अब त्यो हिसाबले पनि अब तपाईँको केही छ त भनाइ यसमा? अब अलिकति अब केही यस्तो नभइदिएको भए हुन्थ्यो अथवा यस्तो केही भने केही चित्त दुखाइहरू छ त? अब नभइदिएको भए हुन्थ्यो भन्ने त भइहाल्छ नि म्याम। अब कस्तो भने अब उसको पनि राम्रो होस् फर्दर लाइफ भन्ने नै त हो होइन। हजुर हजुर। राम्रो गरेको देख्न पाउँदाखेरि त मलाई पनि खुसी नै लाग्छ नि त। हजुर हजुर। अब यस्तो गर्छ फेरि के गर्नु के भन्नु क्या। अब अस्ति पनि अब त्यो 2जना केटीहरूको टाउको फुटाइदिएछ त्यहाँ कपनमा मेरो मामालीको अङ्कलको ससुरालीको नजिकै बस्थ्यो अरे। ए हजुर हजुर। टाउको फुटाइदिएछ जाँड खाएर। आमालाई पिटेर 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 दिदी बहिनी भएर आमालाई पिटेर आमालाई पनि जस्तो सिकिस्त हुने गरी पिटेछ। बच्चा 2जना केटीहरूलाई कुटेर पुलिसले फेरि 9-10 दिन कति थुन्दैछ। 1.5 लाख रुपियाँ धरौटी तिरेर निस्क्यो अरे भनेर फेरि के भन्नु सुनिरहेको थिएँ मैले होइन। ए हो र? योभन्दा अगाडि पनि योभन्दा कति यस्तो काण्ड त कति हो कति भइसकेको छ कि बाहिर नआएको मात्रै हो। अनि मैले चाहिँ नआओस् यस्तो चिजहरू बाहिर भनेर मैले हिजो पनि उता जाँदाखेरि पनि म त सुटिङमा थिएँ नि त दरबारको। हजुर हजुर। अनि नआओस् किन उसको बदनाम बेकारमा किन गर्नु भनेर मिडियालाई पनि मैले नहाल्दिनु है भिडियो उसको नहालिदिनु केही पनि नहालिदिनु भनेर भनेको थिएँ। हालिदिनु भएछ उहाँको चाहिँ अब के भन्नु क्या। अब म त न्युट्रल बस्नु नै बेस्ट भनेर म नबोलिकन बसिरहेको छु केही नबोली। ए हजुर। त्यही त उहाँले फेरि डिप्रेसन एन्जाइटीको औषधि पनि पहिलादेखि खाइरहेको अनि अहिले पनि मलाई चाहिँ जाँड्रक्सी भनेर जाँड्रक्सी खाएपछि त डिप्रेसन एन्जाइटी त उसलाई थियो होइन एन्जाइटी होइन। हजुर हजुर। जाँड्रक्सी त उसले त टचै गर्नु नहुने हो। उसले रेगुलर त्यो रेगुलरै 3-4 महिना उसले रेगुलरै रक्सी खाइरहेको छ क्या मलाई थाहा छ क्या है। अनि अस्ति त्यो के भन्छ पहिलादेखि नै उसको हेबिटै त्यही हो मान्छे पिट्ने गर्ने। पुलिस नै आत्तिन्छ पुलिस नै अब लानु मान्दैन उसलाई। अब त्यस्तो एथलिट बनाइसकेको क्या। त्यही त पहिले तपाईँसँग हुँदाखेरि पनि तपाईँले एकपल्ट रियाबमा पनि लानु भएको थियो त्यही कारणले हो रियाबमा? अनि कहाँ नि सधैँ मान्छेलाई कसले लान्छ रियाबमा भन्नु न। मलाई पैसा बढी भएको छ र त्यत्रो पैसा तिरेर रियाबमा राख्नलाई। ए ओके ओके। त्यति बेला मैले भनेरै राम्रो होस् भनेरै मैले राखेको हो होइन। हजुर हजुर। के गर्दा पनि मैले नसकेको हो क्या मैले नसकेको हो। मैले कहाँ लगिनँ होला कुन चाहिँ के भन्छ कुन चाहिँ झाँक्रीमा पनि लगेँ म। हामी झाँक्रीको विश्वास नगर्ने मान्छे कति ठाउँ लगेँ होइन। पाखी भाडा लैजानु भन्यो ऊ ज्योतिषहरूले पाखी भाडा लगे डोर्याउँदै होइन। हजुर हजुर। अनेक खण्ड गर्दा पनि मैले नसकिनँ क्या मैले उसलाई। त्यही त धेरै नै गर्ने कोसिस गरेँ मैले सकिनँ। अब त्यो फेरि अस्ति के भयो भने दिदी मर्नु भएछ उसको मर्नु भएछ होइन। ए हजुर हजुर। मेरो त दिदी मर्नु भयो भनेर भन्यो भने आहो अब दुःख लाग्यो नि। अनि त्यस पछाडि म सिक्किम जानुपर्ने भयो दिदी खसेर मलाई अलिकति पैसा त हालिदेऊ न भनेर भन्यो भने मैले हालिदिएँ पैसा होइन। हजुर कति 1 महिना भयो होला हौ। उसको फेसबुकमा पोस्ट दिदीको बारेमा हालेकै दिन हो। कति 1 घन्टा पछाडि दिदी मरिरहेको छ उता जो गएन पनि उताको होइन सिक्किम। ए हजुर। 1 घन्टा पछाडि रक्सी खाएर टिलबाट भोइस मेसेज पठाइरहेको थियो क्या अब त्यो पैसाले क्या। भन्दै टिल भएर अनि अहिले अब छैन छुटेको छैन भन्दै हिँड्दो रहेछ। अब के भन्नु क्या म केही। अब त्यो बाटोमा म
यतातिर म फर्किनै चाहन्न किनभने म मुभ हुने कोसिस गरिसकेँ होइन। हजुर 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 कालले काम गरिरहेको छु, मलाई त्यतातिर फर्किनु नै छैन पहिलो कुरा त। अब यस्तो अब नामहरू रक्सी खाने अनि यो रक्सी खाएपछि गाह्रो हुन्छ, मेन्टल माइन्डले हान्छ नि त। हजुर 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 अनि उसको एन्जाइटीको औषधि त्यो के भन्छ लोरी भन्ने एउटा औषधि हुन्छ क्या, त्यो डक्टरको प्रेसक्रिप्सन दिँदा दिँदा पनि दिँदैन। ए हजुर 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 त्यो औषधि एकदमै त्यो माइन्डको एकदमै हार्ड औषधि हो क्या त्यो। ए हजुर हजुर त्यो ड्रगै हो क्या, ड्रग त अब सबै नै ड्रग हो औषधिहरू त होइन। हजुर हजुर त्यो चाहिँ उसले ओभरडोज खाइदिने क्या, ओभरडोज खाइदिएपछि त त्यो त अब रक्सी र त्यो औषधि मिसिएपछि त मारिहाल्छ नि मान्छेलाई होइन, पागल बनाउँछ नि त। हो 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 त्यो औषधि नै खासमा त्यो प्रयोग गर्न नहुने औषधि सकेसम्म आफूले कन्ट्रोल गर्नुपर्ने हो। त्यो औषधि प्रयोग गरेपछि त त्यस्तो भइ नै हाल्छ। धेरै धेरै त्यो उसलाई धेरै 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 ठन्डा दिमाग सोचेर उसले अगाडि बढ्नुपर्ने हो होइन। हजुर उसले सम्हालिएर जाने चाहने भने उसले सक्ने थियो क्या। हजुर सक्ने थियो है। अब मजाले उसले किनभने कलाकारितामा इन्ट्रेस्ट भएको मान्छे मलाई सिरियल खेलाउनु भनेर भन्यो भने प्रायः सिरियलहरूले खेलाउँथ्यो पनि उसलाई होइन। मै भनिदिन्थेँ उसलाई राखिदिनु भनेर मै भनिदिन्थेँ सिरियलको साथीहरू सबै साथीभाइहरू। भनेपछि तपाईँ त उहाँप्रति अहिलेसम्म पनि सकारात्मक नै हुनुहुँदो रहेछ कुरा सुन्दा त होइन र? मैले नेगेटिभिटी राख्नुपर्ने कुनै रिजनै छैन नि त। जस उहाँलाई परेको बेला चाहिँ तपाईँ उसको सफलताको लागि भनौँ उसको राम्रोको लागि तपाईँ भोलिको दिनमा पनि उसलाई हेल्प गर्न चाहिँ रेडी हुनुहुन्छ? मेरो तर्फबाट के गर्नुपर्छ मैले हेल्प गर्नको लागि किन रेडी नहुनु? म त अलवेज नि मैले अब त्यो हाम्रो कागज गरेर छुट्टिसके पछाडि पनि उसलाई मैले सहयोग गरेकै हो क्या हरेक चिजहरूमा। ए हजुर 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 मलाई उसले छैन क्या, मलाई अब त्यो सम्बन्ध सकियो एउटा हिसाबले श्रीमान श्रीमतीको सम्बन्ध रह्यो होइन। त्योदेखि बाहेक त अब मानवताको सम्बन्ध पनि त हुन्छ नि त। हो हो हजुर हजुर केही छ अब सल्लाह सुझावहरू उसलाई दिनुपर्ने अब केही अबको दिनमा? उसले त सम्हालिनुपर्छ म्याम, धेरै सम्हालिनुपर्छ उसले होइन, धेरै सम्हालिनुपर्छ। यसो रक्सी खाएर घरको साफ के अब त्यो थाहा हुन्छ नि त, मलाई त सुनाइहाल्छ नि मान्छेहरूले। हजुर 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 अनि रक्सी खाएर घरको सामानहरू पनि बेचेर कोठै कतिचोटि सरिसकेछ, त्यो घर बेटी निकाल्दैछ होइन। अनि आमालाई पिटेर यस्तैका त बुढी आमालाई कस्तो के भन्नु, आफ्नै आमालाई हो, आफ्नै आमालाई पिटेर राति राति रुवाएर रक्सी किन्न पठाउने, लोकल रक्सी खाने होइन। रक्सी पनि राम्रो रक्सी खाने नै होइन क्या। अब लोकल रक्सी काठमाडौँको लोकल रक्सी कस्तो हुन्छ होइन, त्यसले त मारिहाल्छ नि। अनि आमाहरू पनि खै कता हुनुहुन्छ मलाई थाहा छैन अहिले। अनि उसको दाइ कि खै के भन्ने लगेर गयो अरे को एउटा मान्छेले हिजो भन्दै हुनुहुन्थ्यो। हजुर 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 हिजो हुँदा सक्छ क्या। उसले रक्सी छोड्यो भनेदेखि रक्सी चाहिँ उसले टच चाहिँ गर्नु हुँदैन क्या, छोड्नै पर्छ है। त्यही त रक्सीले बर्बाद। म पनि एकचोटि त त्यो सहन नसकेर म पनि अल्कोहलिक नै भइसकेको थिएँ क्या एउटा समयमा। ए हजुर हजुर मलाई मेन्टली एकदमै गाह्रो भएको थियो त्यो। अनि त्यति बेला अनि मैले चाहिँ अब त्यो हुँदैन यसरी भनेर मैले चाहिँ एकदमै त्यो पछि गरेर लागि परेँ नि त म त आफ्नो काममा। हजुर 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 अनि सम्हालिएर जाँदाखेरि सक्छ उसले, तर गाह्रो छ यार। सजिलै त्यो एडिक्सन त्यति सजिलै छुट्ने अवस्था चाहिँ होइन उसको। अब त्यत्रो सुधार केन्द्रमा राख्दाखेरि सुधार केन्द्रमा त्यत्रो राख्दाखेरि त सुधार केन्द्र फुटाएर भागिदियो अब उनीहरू। अनि यस्तो क्या अब माइन्डले के सोच्छ कसरी सोच्छ भन्ने नै म के भन्नु क्या। अब फेरि यहाँसम्म पुग्नुको कारण नि अब कतिले चाहिँ अब तपाईँमाथि पनि प्रश्न उठाइन्छ होइन। अब मसँग भेट्नुभन्दा अगाडिदेखि नै यही नै हो नि त। तपाईँसँग भेट्नुभन्दा अगाडि पनि उहाँको ह्याबिट चाहिँ यस्तै थियो? त्यस्तै नै थियो हौ, पहिलादेखि नै त्यस्तै थियो। अब त्यस्तै थियो। मैले सक्छु कि मैले सुधार्न सक्छु कि भनेर मैले धेरै नै कोसिस गरेँ, धेरै धेरै धेरै। मैले खाना दिदिनँ थिएँ रक्सीहरू कहिले होइन। अनि लुकी लुकी खान्थ्यो, लुकी लुकी खाएर झगडा गर्थ्यो। त्यति बेला पनि पिर्थ्यो, त्यसले जेले पायो त्यसले मलाई खुकुरीले कतिचोटि हाने क्या। अब है पर्खेर बाँचेको नि अब के भएको छ यहाँ भित्री कहानीहरू यस्तो म त्यो सम्झिनै चाहन्न क्या मैले। अब अहिले सामाजिक सञ्जालभरि हेर्नु न, अब सञ्जालभरि आइरहेछ होइन। अब तपाईँले पनि अब दुःख नै पोखिराख्नु भएको छ। अब कति मिडिया कर्मीसँग तपाईँले कुराकानी गर्दाखेरि पनि मान्छे अब कस्तो के अब नगरौँ भन्दा पनि गाह्रो भइरहेछ क्या मलाई नै पनि क्या। अब किन यस्तो गरेको हो
उसलाई थाहा छ होइन, उसलाई थाहा छ, ऊ खुसी हो हामी हात मिलाएर छुटेको हो होइन। हजुर हजुर, हात मिलाएर छुटेको हो, खुसी भएर छुटेको हो। खुसी भएर छुटिनु भएको है तपाईँहरू दुईजना? खुसी भएर छुटेको त सबै प्रुफै छ नि, मसँग भिडियोहरू छ त्यति बेला छुट्टिँदै गर्दा हामीले कागज गर्दै गर्दा उसले आँखी छुटेको हो त्यत्रो पब्लिकको अगाडि होइन। भनेपछि तपाईँहरू पर्मानेन्टली रूपमा अलग चाहिँ भइसक्यो कागजै गरेर चाहिँ? हजुर हजुर भइसक्यो। ए ओके, किनभने मलाई प्रमाणै छ नि त। हजुर हजुर हजुर, हुन्छ। यो कुरा चाहिँ अलिकति क्लियर गर्न पनि चाहेको थिएँ। खासमा के हो यो चाहिँ, तपाईँहरू अलग भयो कि भएन, सम्बन्ध चाहिँ डिभोर्सको प्रक्रियामा पुगेको थियो भन्ने खालको कुरा पनि आएको भएर चाहिँ यो कुरालाई चाहिँ क्लियर गरिदिउँ सबै सामु भनेर मात्रै हो। कमेडी दरबार सुरु हुनुभन्दा पनि अगाडि छुटेको हो नि। ए ए ए कमेडी दरबार सुरु हुनुभन्दा अगाडि नै है? पहिले नै छुटेको। अब अहिले आएर त पैसा सिद्धि होला रक्सी खाँदै होइन। हजुर हजुर, छैन होला के भयो होला। अब मलाई खै म केही नै बोल्नै, के भन्ने चाहिँ अब कसरी लिन्छ त्यो थाहा नै भनेको मलाई। हुन्छ हुन्छ, तपाईँको दर्शकहरूलाई हुन्छ नि तपाईँलाई मन पराउने माया गर्ने पनि धेरै हुनुहुन्छ, केही भन्नु छ, भन्नुपर्ने केही छ? मिडियामा हाल्नु लाग्नु तपाईँले? मिडियामा त नहालौँ ल, तै पनि तपाईँको विचार सुनौँ न। कसलाई के भन्नु चाहनुहुन्छ? अब होइन, तपाईँलाई अब प्रश्न उठाउनेहरू नि हुन्छन्, कतिपय कुरामा तपाईँको अब यो हो यो भइसकेको कुरा यति कुरालाई किन गर्नु भन्ने हुन्छ। मैले त्यो कुरालाई मलाई म माथि अडियन्सहरूले भन्नुपर्ने कुरा नै केही पनि छैन, किनभने म एकदमै क्लियर छु यो कुरामा होइन। हजुर, मैले यसलाई त्यस्तो ठुलो उसको रूपमा लिएकै छैन, किनभने उसको हेबिट चाहिँ हो, यो हुन्छ भन्ने कुरा मलाई पहिल्यै थाहा थियो क्या। हजुर, यो दिन आउँछ, यो दिन देख्नुपर्छ मैले भन्ने मलाई पहिले नै थाहा थियो म्याम होइन, उसको त्यो हेबिटको कारणले गर्दा। अब अडियन्सहरूले अब उसलाई गाली नगर्नु, कसैले पनि गाली नगर्नु, किन गाली गर्नु बेकारमा होइन। अब समय लिएर हिँड्नको लागि मोटिभेट गर्ने हो नि त यस्तो बेलामा मान्छेलाई त। हो नि हो, हजुर हुन्छ।